भन्नु हुँदैन दाइ, फेरि चियाले पनि हेल्थ बिगार्छ भनेर कुरा छ, तर के गर्ने, चिया मनपर्छ। भात कि रोटी? रोटी। कविता कि गीत? गीत। अब प्लिज कवितालाई चाहिँ नराम्रो भने होइन, फेरि एउटा चुज गर्नु पर्यो। एउटा चुज गर्नु पर्यो। गीत। साइक्लिङ कि स्विमिङ? साइक्लिङ। फ्रुट्समा गाह्रो बनाइसक्नु। स्याउ कि अनार? यो त एकदम इजी हो। ओहो, मलाई चाहिँ स्याउ दाइ। पिनट बटर कि साल्टेड बटर? पिनट। सिनेमा कि नाटक? खास चाहिँ ड्रामा मनपर्छ दाइ मलाई, तर मैले ड्रामा अहिलेसम्म हेर्नु पाएको छैन। ड्रामा चाहिँ हुनुपर्छ। ल म इन्भाइट गर्छु, अहिले पनि चलिरहेको छ। कुन नाटक हो? मण्डलामा। ए ओके। क्रिकेट कि फुटबल? आला दाइ दुइटै मनपर्छ दाइ, भन्नु पाइन्न? पाइन्छ, भयो दुइटै दाइ। एउटा मात्रै अब छोड्दै पाउनु त पाइन्छ। पुम्से कि केरोगी? ओहो दाइ, टेक्वान्डो। त्यो त एउटा भने नि त मैले, एउटा भने त्यो त भेग भयो नि, सबै कुरा टेक्वान्डो त दाइ। ब्रेकिङ पनि आयो, टेक्वान्डो भइसकेपछि त्यही त बिचरा ब्रेकिङलाई चाहिँ नभन्नु भएको त होइन, दुईटा मात्रै लिनु पर्दाखेरि टेक्वान्डो भन्दै चाहिँ पुरै आयो दाइ। ओके ल, यो पनि छोडिदिएँ मैले। टिकटक कि फेसबुक? ओहो दाइ, अहिले त दुइटै चलाउनु छोडिदिइसकेँ मैले। हो र? अहिले एकदमै स्लो छु भनौँ, अहिले त्यति चलाएकै छैन। हाइकिङ कि ट्रेकिङ? किन दाइ यस्तो गाह्रो हुँदै गइरहेछ क्वेसन्स? हाइकिङ ट्रेकिङ? वकिङ भन्न पाइँदैन? दुइटै छोडेर वकिङ? होइन, हाइकिङ र ट्रेकिङमा वकिङ छ नि त। ल त्यो पनि छोडिदिएँ मैले। ल ओके। लोकगीत कि गजल? ओहो दाइ, कुन मनपर्छ भन्यो भने दाइ गीत। यो त सबै गिभ अप दिएको जस्तो भयो, गीत हो सबै आयो। गाउन लाउँदिनँ नि म, डर नि भयो। सबैभन्दा मनपर्ने आफू पुगेको ठाउँ? आफू पुगेको ठाउँ सबभन्दा मनपर्ने? ला दाइ, अब कहाँ नाम लिने? हेतेरी दाइ, विदेश? विदेशमा नजाउँ, मलाई त मेरै कोठा भयो पुग्छ दाइ। यही आफ्नै कन्ट्रीमा? आफ्नै कन्ट्रीमा कहाँ भन्नु दाइ, तपाईँले मलाई कस्तो दोधारमा पार्नुभयो। होइन त सबै मनपर्छ मन त। होइन, सबैको आफ्नो एउटा उस छ क्या दाइ, त्यो ब्युटी छ क्या दाइ। यस्तो डिप्लोमेटिक आन्सर होइन, कसम दाइ होइन, त्यो मैले अब तपाईँलाई डिप्लोमेटिक लाग्यो होला होइन। अब हामी हाइकिङ ट्रेकिङ जाँदा अभियसली त्यो क्राउडेड गीत गाएको कन्सर्ट भएको त हेर्न सक्दैनौँ होला दाइ। नेचर रमाइलो गरौँ भन्ने हुन्छ होला, कन्सर्टमा जाँदा पाहाड हेरौँ भन्ने त हुँदैन, गीतमा रमाइलो गर्ने हुन्छ होला होइन। सो त्यो कारणले गर्दाखेरि सबै कुराको आफ्नो एउटा ब्युटी छ, एउटा राम्रो पार्ट छ। सो त्यसमा चाहिँ कम्प्रोमाइज नगरौँ कि सबै मनपर्छ दाइ। पढेको मध्ये फेभरेट बुक? ओहो फेभरेट बुक ला, पहिला चाहिँ दाइ सानो हुँदाखेरि चाहिँ, अहिले चाहिँ डर लाग्छ, सानो हुँदाखेरि चाहिँ एकदम हरर स्टोरीहरू हेर्थेँ होइन पढ्थेँ। सो रोनाल्ड डाल भनेको चाहिँ नाम पनि बिर्सिसकेँ हेर्नु दाइ, उहाँको चाहिँ म एकदम हरर बुकहरू पढ्थेँ कि सानो हुँदा। एकदम सिम्पल वर्ड्सहरू हुन्थ्यो अनि स्टोरीहरू पनि सर्ट हुन्थ्यो, अनि त्यो हरर स्टोरी चाहिँ पढ्थेँ म। फेभरेट फुड? अब झन् गाह्रोमा पार्नुभयो दाइ। होइन दाइ, सुगर कट आउट छ, तर मलाई बेकरी फुड चाहिँ एकदम मनपर्छ। विदाउट सुगर बेकरी? मलाई एकदम राम्रो खेलेकोमा बधाई छ।